हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी भैरवादेखि काठमाडौँ जाँदैछौँ। टक्क यो चाहिँ मेरो सलिना प्रिमियम बस। अब चाहिँ हामी यहाँबाट स्टार्ट गर्छौँ जर्नी। टक्क गाडी साडी पार्किङमा राखेको थिएँ मैले चाहिँ। यो चाहिँ मेरो फर्स्ट भ्लग हो, जो सबैजनाले च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। यस्तै रमाइलो रमाइलो भिडियोहरू आउँछ बस सिमिलर इन्डोनेसियाको नेपाली भर्जनमा। अहिले चाहिँ हामी मान्छे भएको ठाउँमा जाँदैछौँ, मान्छेहरू लिनलाई टक्क पिकअप गर्नको लागि जाँदैछौँ। देख्न सक्नुहुन्छ टक्क यहाँनिर रोकेर चाहिँ मान्छे पिकअप गर्नुपर्छ हामीले चाहिँ। टक्क सबैजनालाई फोल्डिङ सिटमा राख्नुपर्छ, सोफा सिट। अलरेडी मान्छेहरू त बसिसक्नु भएको छ। यो चाहिँ हाम्रो अर्को बस पार्कमा लिएर आएको मान्छेहरू चाहिँ चढ्दै हुनुहुन्छ टक्क लाएर होइन, सबैजनाहरू चढ्दै हुनुहुन्छ। र अब ढिला नगरिकन हामी चाहिँ यात्रा सुरु गर्छौँ। अब यो चाहिँ हाम्रो ड्यासबोर्ड भइहाल्यो, भैरवा लेखेको। यो रुट चाहिँ हाम्रो भैरवादेखि काठमाडौँ चल्छ। अनि अफ रोड पनि बबालै चलाइन्छ। हामीले चाहिँ अफ रोड म्याप पनि देख्न सक्नुहुन्छ। तल मैले डिस्क्रिप्सनमा राखिदिन्छु लिङ्क चाहिँ, तल गएर डाउनलोड गरेर चाहिँ खेल्न सक्नुहुन्छ है सबैजना। अनि यो म्यापको लिङ्कहरू अनि ट्राफिक मोडको लिङ्कहरू पनि मैले तल राखिदिन्छु, कसको च्यानलमा छ भनेर भन्नुपर्दा चाहिँ आइसु गेमिङ भन्ने साथीको च्यानलमा छ, उसकोमा गएर चाहिँ डाउनलोड गरेर खेल्न सक्नुहुन्छ है त। अनि टक्क लाएर यहाँ चाहिँ हामी कट हान्दैछौँ, कटिङ पुगेन, ट्याक्क लाएर कट पुऱ्याएर सरर जाँदैछौँ चिलपारामा होइन। मलाई चाहिँ हल्का रुगा लागेको छ, त्यही भएर भोइस पनि अर्कै आएको होला होइन, त्यसको लागि चाहिँ माइन्ड नगरिदिनु होला। टक्क अब हामी अर्को क्यामेरा एङ्गलबाट खिच्छौँ होइन। टक्क जाँदैछौँ, बस गइसक्यो। ल देख्न सक्नुहुन्छ सलिना प्रिमियम बस। लुक्स चाहिँ दामी छ, भित्र टक्क दामी। यो बसको लिङ्कहरू पनि म राखिदिन्छु तल। अनि हिँड्दैछौँ हामी चाहिँ, पानी पऱ्यो, फेरि हिँड्दा हिँड्दै पानी पऱ्यो। अब फेरि हिलो बाटो हुने होला फेरि अफ रोडमा। दाउन्नेबाट अगाडिको बाटो चाहिँ अलिकति डेन्जरै छ नि त। मलाई चाहिँ त्यति नलेज छैन होइन, बाटोहरूको त्यति नलेज छैन ठ्याक भन्नका लागि। अब रियल चाहिँ हुँदैन, यो गेम हो। सो गेमको थ्रुबाट चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू। यो गेमको नाम चाहिँ बस सिमिलर इन्डोनेसिया गेम हो होइन। तपाईँहरू पनि डाउनलोड गरेर मजाले खेल्न सक्नुहुन्छ। जस मजा आउँछ, रियल भाइब्स। अझै नेपाली म्याप मोडहरू अनि ट्राफिक मोडहरू हाल्न सिक्नुभयो भने चाहिँ झनै रमाइलो हुन्छ। त्यसको भिडियोहरू पनि बनाउँछु म बिस्तारै। यहाँ चाहिँ उनको स्वेटरको पोस्टर टाँसेको रहेछ र उसको च्यानल देख्न सक्नुहुन्छ। टक्क हिँड्दैछौँ हामी चाहिँ सरर, पानी परिरहेको, फेरि खतरा पानी परिरहेछ। अब चाहिँ हामी अफ रोडमा आयौँ है त, अफ रोड म्यापमा आयौँ। अब यो अफ रोड म्यापबाट खेल्छौँ है त, कस्तो हुन्छ हेर्नु होला। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु है त, कस्तो हुन्छ टक्क। अब कतिको गाडीहरू जाम लागिया होला, अगाडिबाट गाडीहरू पनि आउँदैछ। बाटो खासै जाम चाहिँ लागेको छैन होला। हामी अब कन्टिन्यू यात्रा चाहिँ सुरु गरिरहेछौँ अफ रोडमा पनि। हाइस रहेछ, हाइसहरू आएको रहेछ। बिहानको टाइम हो नि त, अनि हाइसहरू आइरहन्छ। अब ट्रकहरू पनि आइरहेको रहेछ, ओइल लिएर आएको रहेछ। यहाँ चाहिँ ओइलहरू पनि लिएर आएको रहेछ। अनि टक्क लाएर चाहिँ दामी मजा आइरहेछ जेस खेल्नको लागि चाहिँ। जेस सरर हिँडेर यहाँ कन्टिन्यू छ हाम्रो यात्रा चाहिँ। अनि खासै मजा त आइरहेको छैन होला, त्यही पनि हेरिदिनु होइन। मलाई चाहिँ अलि बिरामी भएको कारणले चाहिँ त्यति भिडियो अपलोड गर्न पाइरहेको छैन। यो चाहिँ फर्स्ट भिडियो हो, फर्स्ट भिडियोमा कतिको माया आउँदो रहेछ हेरौँ होइन। टक्क ड्यासबोर्डबाटै चलाउन मजा आउँछ क्या। टक्क आइफोन छ अगाडि, फेरि आम्मा अरे के दामी रियल भाइब्स आइरहेछ है टक्क होइन। कस्तो दामी मजा आइरहेछ कि खेल्नको लागि चाहिँ। तपाईँहरू पनि खेल्नु होला है त एकचोटि, ट्राई त गर्नु होइन। ट्राई गर्दैमा केही हुँदैन, मजा आउँछ जेस खेल्न। उमेर जति नै ठुलो भयो भने खेल्दा हुन्छ क्या, के फरक पर्दैन। अब फ्री फायरहरू चाहिँ खेल्न आउँदैन मलाई चाहिँ, पब्जीहरू चाहिँ त्यति ध्यान भएन। यो चाहिँ यसो खेलिरहेको, त्यही भएर चाहिँ भिडियो बनाऊँ न त भनेर यसो युट्युबतिर नि हाम्रो पनि यसो जान्छ कि भ्युज भनेर चाहिँ यसो ट्राई हानेको। अब कतिको भ्युज जान्छ ठिकै छ, केही छैन। नभन्दै ठोकिहाल्यो नि यार, कस्तो नमजाले कारलाई ठोकेर हिँडिरहेको छु। त्यत्तेरी के भएको म, झ्याप त छैन, फ्रेसमै चलाइरहेको छु त। अनि के भएको, बाटो अलि अफ रोड रहेछ कि, यसको कटिङहरू पनि अलिकति मिलाउनु पर्छ। अब सेटिङहरू चाहिँ मिलाएको छैन मैले, यत्तिकै खेलिरहेको छु। कस्तो हुन्छ अब
अनि सर जाँदैछ। म चाहिँ स्क्रिन टक्क भिडियो रेकर्ड हानेर चाहिँ एडिट गर्दै टक्क हान्दिन्छु पोस्ट। चिल पारामा सबैजनाले भिडियोलाई गरे च्यानललाई सब्सक्राइब गर्नु अनि भिडियोलाई चाहिँ लाइक गरिदिनु न त। यसो के छ र होइन, आफ्नै त हो नि सबै भनेर टक्क लाएर चाहिँ खेल्दैछु म चाहिँ। यो टक्क यहाँनिर ट्रक अड्केको रहेछ कि कार लिएर हिँडिरहेछ त्यसले। यहाँ ग्यास हो कि के हो यो? ग्यासै होला होइन, ग्यासै होला यो। त्यता हेर्दा हेर्दै यता ठोक्किरह्यो फेरि। ल ठिकै छ सर र ब्याक गर्दै जाने। अब यहाँ अगाडि बस अड्किरहेछ फेरि। अब कसरी छिर्याउने हो त? छिर्छ होला छिर्न पर्ने हो के अरे होइन, छिर्छ होला। छिर्छ के हो यार, गाडीले त तानेन त के भएको? ब्याक गर्ने हो? एक स्टेप हल्का ब्याक गरौँ न। ब्याक गरेर जाम होइन, कस्तो हुन्छ? ब्याक गरेर छिर्छ होला, जान्छ होला नि बस त। एउटा बस छिर्नु थप्ने चाहिँ किन अड्किरहेछ यो बस फेरि ब्याक नगरेर सरासर? के त्यार्सिएर बसिरह होला? हावामा त्यार्सिएर बसिदिरह फेरि। ए भरे चल कट्छ जान्छ। ल है बल गऱ्यो भएन। एक हालेर थिच्न पऱ्यो क्या। कट्यो। हल्का त टच हुने भयो के अरे, त्यही छैन यहाँ। टच भयो भने जान्न अगाडि झन् कस्तो बाटो छ होला। अफ रोड म्यापमा चाहिँ चलाउन मजा आइरहेको छ। सरर जाँदैछन्, कस्तो हुन्छ टक्क होइन। कन्टिन्यू छ फेरि यात्रा चाहिँ। फेरि पानी पऱ्यो। ओहो पानी परेरै रहिरहन्छ के। कति परेको पानी यो म्यापमा यो बस सिमुलर इन्डोनेसियामा धेरै पानी पर्छ क्या फेरि। पानी कतिखेर पर्छ, घाम कतिखेर लाग्छ थाहै हुँदैन। जेस अफ रोड चाहिँ पुरै अफ रोड जस्तो पनि छ, पिच जस्तो पनि छ। के हो कि यो बाटो? हिँड्दैछ गाडी, जेस हिँड्दैछ सरर जाँदैछ टक्क लाएर। पाएँ यहाँ ओइल आएरहेछ है, डिजल आएरहेछ टक्क। हामीले त उहीँ भैरवमा हालेर आएको हो भनौँ न। खानासाना खाने टुङ्गो छैन, कतिखेर हो केही छैन। यस्तो पनि बाटो कन्टिन्यू गरेछ, हिँडेको छ। उताबाट गाडी आएछ है टक्क। गाडी चाहिँ आइरहेछ। अब अगाडि खासै उ रहेनछ क्या, जाम रहेनछ, गाडी आइरहेछ। ओह्रालो बाटो नि आउँछ क्या अगाडि फेरि हल्का। हिँडिरहेछौँ। हरिफ चाहिँ त्यो बसको लाइट त्यहाँ रेड कलरको हरिफ जस्तो बस त्यस्तै लाइट हाले त। ए यहाँनिर त दुईवटा ट्रक ठोक्किरहेछ त। थैट बिचरा हरिफ ठोक्किरहेछ यार। यहाँ कार अड्किरहेछ अरे यहाँ। केही छैन टक्क जान्न। ओहो मेरो फेरि चलाउने स्किलै हातै बसेको छैन क्या अलि राम्रोसँग। कता जान्छ कता। ए यहाँनिर के भएको रहेछ? ए गाडीहरू अड्किरहेछ, नतानेर त होला नि। यत्रो धेरै ग्यास लिएर आएको छ। अब यहाँ इरानबाट लिएर आएको कि के हो ग्यास? नेपाललाई दिइरहेर ग्यास। ओइल त आइरहेछ, कन्टिन्यू आइरहेछ। हरिफ आइरहेछ ओइलहरू त। ठिक छ। अगाडि पेट्रोल पम्प रहेछ है। पेट्रोल त हामीले के हाल्ने, हालेर आइसकेको। यस्तो हरिफ। ल ठिक छ। ओहो काट्यो सर्ट। ठिक छ दामी। ओहो हरिफ छ है तलतिर लुक्स भ्यू त। त्यो नदी हो क्या? ल्या नदी पनि हरिफै देखिरह फेरि। नदी नै होला, त्यो खोलो होला क्या। ठिक छ। अहिले चाहिँ हामी यस्तो दामी बाटोमा आयौँ फेरि। अर्को म्याप हो यो, म्यापहरू त टन्नै छ क्या मसँग त। अब भिडियो पनि कति लामो गराउने र यतै इन्ड गरिदिनु पर्छ कि के हो? गोला थिचेर डेस्टिनेसनमा पुग्न पऱ्यो है त। हरिफ सरर। अब यो कता के भएको? यस्तो गोला हानिरहेछ गाडी त। सर्ट हरिफ हिँडिरहेछ तर कुदेकै छ के अरे। रन्का भइरहेछ।
झिलमा हेरेर मौसम फेरि अघि पानी परेको थियो अहिले घाम लागिसक्यो। म्याप अलग अलग म्यापमा अलग अलग हुँदो रहेछ मोड हुँदो रहेछ कि यो ठिकै छ केही छैन। दामी हरे कति 184को स्पिडमा 90 पुग्यो। ओए 200 पुग्छ क्या 200को स्पिड पुग्यो यार। ओए 200को स्पिडमा त कन्ट्रोल हुँदैन त आउट अफ कन्ट्रोल भइसक्यो। ओए ल गाडी गयो सुत्यो ल ल खतम भिडियो यही खतम हुने भयो अब।